नमस्कार। गुरुराजको तर्फबाट स्टार्टिङ गरौँ वृष राशिहरूको। वृष राशिहरूको यो वर्ष कस्तो हुनेछन्, वृष राशिहरूको के कुरामा हामीले सावधानी अपनाउनु पर्ने हुन्छ, यो वर्षको यहाँहरूको शुभ कलर कुन हो, शुभ रंग कुन हो। वृष राशिहरूको यो वर्ष धनको हिसाबले, सम्पत्तिको हिसाबले, परिवारको हिसाबले, सम्बन्धको हिसाबले राम्रो सुधार आउने योग परेको छ। यद्यपि सुरुमा केही महिनाहरू अलिकति तनाव हुनेछन् र त्यसपछि राम्रो भएर जाने योगहरू मैले देखिरहेको छु। स्टार्ट गरौँ विवाह र प्रेम सम्बन्धमा। विवाहको प्रतीक्षा गरिरहनु भएकोहरूको लागि यो वर्ष भाग्यशाली वर्ष रहेको छ। वैवाहिक जीवनमा सामान्य चिसोपन देखिन सक्छ। एकअर्काको भावनालाई बुझेर अगाडि बढ्नुपर्ने एकदमै जरुरी छ। प्रेम सम्बन्धमा विवाद भए भने पनि अन्त्यमा समझदारी आउने चान्सेसहरू बलियो रहेको छ। शुभ समय विवाहको लागि माघ र फागुन महिना यहाँहरूको लागि राम्रो छ। अरु त आफ्नो जन्मपत्री हेराउनु पनि जरुरी हुन्छ। यसैगरी अगाडि बढौँ शत्रु मुद्दा मामलाहरूको कुराकानीमा हामी अगाडि बढ्न सक्छौं। शत्रु मुद्दा मामलामा गोप्य शत्रुहरूले हानि पुर्याउन सक्छन्, विशेष गरी वैशाख र भदौतिर। कानूनी मामलामा समय लागे भने पनि तपाईको पक्षमा बलियो रहनेछन्। यो वर्ष मनलाई थिर बनाएर अगाडि बढ्नुपर्ने जरुरी छ। सतर्कता अपनाउनु पर्ने जरुरी छ। सहनशीलता, पेशेन्स लिनु पनि जरुरी छ। शिक्षा, अध्ययन र प्रतियोगिता। विद्यार्थीसँग के विद्यार्थी हुनुहुन्छ, स्टुडेन्ट हुनुहुन्छ, अध्ययनमा हुनुहुन्छ भने यो वर्ष अलिकति आत्मबल कम हुनेछ। मेडिटेसनको एकदम जरुरी छ। प्रतियोगिताहरू यो वर्ष राम्रो हुनेछ। असारदेखि पछि उताको प्रतियोगिताहरूमा यदि भाग लिँदै हुनुहुन्छ भने त्यो समय तपाईको लागि राम्रो छ। मन स्थिर राख्ने, योग साधना गर्ने, राम्रो भएर जानेछ। विदेश यात्रा गर्दै हुनुहुन्छ भने विदेश यात्राको लागि वृष राशिहरूको लागि यो वर्ष राम्रो छन्। राम्रो भएर जाने योग देखिरहेको छु। तपाईहरू कुनै पनि चीजको लागि अगाडि बढ्दै हुनुहुन्छ यो वर्ष ध्यानपूर्वक गर्नुस्। बलियो भएर जाने योगहरू परिरहेका छन्। यसैगरी स्वास्थ्य क्षेत्रतिर अगाडि बढौँ। स्वास्थ्य क्षेत्रमा तपाईको बडीको तौल घट्न सक्ने छन् या तपाईलाई शरीरमा अलिकति इम्ब्यालेन्स हुनेछन्। ग्यास्ट्रिकको समस्याहरूले अगाडि सराउनेछन्, अगाडि बढाउनेछन्। खानपिनमा अलि संयम राख्नुपर्ने जरुरी छ। नियमित योग, ध्यान, पानीको मात्रा बलियो बनाउनु भयो, शरीरमा पानी राम्रो पिउनु भयो भने यसले राम्रै गरेर लिएर जानेछ। धन र सम्पत्ति आयमा क्रमिक वृद्धि हुनेछन्। तपाईहरूको घर, सवारी साधन, जग्गा, कारोबारबाट लाभ मिल्नेछ। ऋण तिर्ने र नयाँ लगानीको लागि राम्रो समय फागुन र चैत्र पनि रहेको छ। पारिवारिक जीवनको कुरा गरौँ। घरमा सन्तान, अभिभावकहरूसँग सम्बन्ध भावनात्मक रूपले समृद्धि या वृद्धि हुनेछन्, राम्रो हुनेछन्। सामान्य स्वास्थ्य समस्या बाहेक परिवारमा वातावरण एकदमै राम्रो भएर जाने योग देखिरहेको छु। व्यवसाय, जागिर र पदोन्नति। जागिरमा सम्हाल्नु पर्ने छन्, अलिकति सम्झेर जानुपर्ने जरुरी छ। विशेष गरी श्रावण र असोज महिना अलिकति विचार चाहिँ पुर्याउनु पर्ने जरुरी छ। व्यापारमा साझेदारी व्यापारबाट सावधान हुनुपर्ने जरुरी छ। साउन र पुष महिनामा आर्थिक योजना नगर्नुहोला, आर्थिक कारोबार नगर्नुहोला। शुभ र अशुभ महिनाहरू। शुभ महिना वृष राशिहरूको लागि यस वर्ष फागुन, माघ र चैत्र रहेको छ भने अशुभ महिनाको रूपमा असार, साउन अलिकति विवाद हुने योगहरू देखिरहेको छु। भाग्यशाली रंग वृष राशिको लागि सेतो र हल्का पिंक कलर तपाईको लागि राम्रो हुनेछ। लकी नम्बर 2 रहेको छ र यी त भए तपाईको वृष राशिहरूको लागि तपाईहरूको वर्षको फल। तर बुझ्नु के पर्यो भने आफ्नो जन्मपत्रीहरूमा ग्रहहरूको अवस्था बलियो छ, राम्रो छ भने फलमा अलिकति फरक पनि हुन सक्छन्, राम्रो हुन सक्छन्। जे जस्तो भने पनि 100% दिनुस्, अगाडि बढौँ। ओम सुम शुक्राय नमः।